बालेन्द्र सरकारले निरङ्कुशताका सबै कीर्तिमानहरू तोड्दै गएको छ। यसका काला चस्माहरूले इन्द्र राईहरूका विवश आत्महत्याहरूलाई देखेनन्। यसका निर्दयी आत्माले सुकुम्बासीहरूको विजोग र विचलीलाई आफ्नो महान उपलब्धि ठान्यो। सचेत युवा विद्यार्थीहरू देखेर निरङ्कुश शासकको सातो जान्छ। त्यसैले विद्यार्थी युनियनहरूमा ताला ठोकियो। स्वेच्छाचारी शासक हमेसा सङ्गठित श्रमजीवी पेसाकर्मीहरूबाट भयभीत हुन्छ। त्यसैले ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाइयो। निरङ्कुश शासकले नागरिकहरूको मौलिक अधिकारको हत्यामा आफ्नो जीवन देख्छ, तर यो उसको फगत भ्रम हो। वास्तवमा हरेक हत्यामा उसले आफ्नै चिहान खनिरहेको हुन्छ। जसले डिस्कर्ड मार्फत देश जलाउन योजना बनाए, तालिम दिए, खरानी बनाए, अहिले उनीहरूकै हातमा नागरिक सुरक्षाको कमान छ। यो देशको पीडा के छ भने जसले जेल भत्काए, कैदी भगाए, हतियार लुटाए, अहिले उनीहरूले नै कानुन बनाउने ठेक्का पाएका छन्। यो देशको व्यथा के छ भने लोकतन्त्रका लागि जसले एक थोपा रगत आँसु बगाएन, जसले एक रात काल कोठरीमा बिताएन, जसले एक सुका सहयोग गरेन, तर आज तिनै लोकतन्त्रका ठुला मसिया भएका छन्। यो सरकारको शक्तिको स्रोत 3A आर्मी, अल्गोरिदम र अमेरिका हो। कतिपय प्रबुद्ध नागरिक तथा पर्यवेक्षकहरूको कथन छ, अब पपुलिजमको नशा, अल्गोरिदमको जादु, अपर्चुनिजमको भ्रम र 3A को शक्ति क्रमशः क्षीण हुँदै गएको छ। त्यसैले यो सरकारको मुखियाले आफू नितान्तै एक्लो भएको छटपटी महसुस गरिरहेको छ। यो अल्प अवधिमा आम जनताको जीवन अत्यन्तै नाजुक अवस्थामा पुर्याइएको छ। चरम महँगीले आकाश छोएको छ। चोरी, तस्करी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारीले धरती ढाकेको छ। हत्या, हिंसा, आत्मदाह, आत्महत्या र अपराधका घटनाहरूमा भारी वृद्धि भएको छ। सामाजिक विकृति र विसङ्गतिहरू बढेका छन्। आर्थिक सङ्कटका कारण परिवारहरू विघटन भइरहेका छन्। प्राकृतिक विपद तथा सडक दुर्घटनाहरूबाट सयौँको ज्यान तथा अरबौँको क्षति भएको छ।